हिरा भेटिसकेको छ हामीले चाहिँ है एक्वेरियममा। यस्तो यस्तो हिराहरू पनि हामीले पाउन सकिन्छ क्या। कस्तो गनाएको यार यो। आज एउटा माछा मर्या खाइदिनु भयो त्यही पोलेर। गाई चाहिँ छिराइरहेको छु। रुन हे गाइज एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग। इट्स मी मुसा ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आजदेखि चाहिँ मैले 90 डेजमा 90वटा भिडियो ल्याउने च्यालेन्ज लिएको छु। डेली ब्लग डेली भिडियो अनि अपलोड हुने छ। सम्भव छ छैन मलाई मतलब भएन, तर भिडियो चाहिँ आउँछ है त पुरै। आजको ब्लगमा चाहिँ म तपाईँहरूलाई देखाउनेवाला छु एक्वेरियम सफा गरेको। त्यो एक्वेरियम लास्ट फ्लोर भइरहेको छ। एक्वेरियम सफा गर्नुपर्ने पनि छ क्या। अनि त्यो एउटा एक्वेरियम सफा गरेको भिडियो आउँछ आजको चाहिँ। त्यो यहाँ ह्यान्डसम बोय भएर है केटी सेटी भेट्न जान लागिरहेछ यो चाहिँ। होइन भन्छ फान्छ त गर्नु छैन है तर छैन साले। दुध आइसक्यो, चिया पनि खानुपर्ने हुन्छ। माछा चुरोटे अनि त्यही हो। अब चिया खानुपर्ने हुन्छ भाइ र म। अनि त्यसपछि केटाहरू पनि छ होला। त्यस्तो त छ। हाम्रो भान्सा बाबु चाहिँ यहाँ रहेको छ। वाट्स योर नेम ब्रो? फाटेको जामा लाबो चाहिँ आफ्नै बिल्ला हान्दा छ यता हेर्दा। अनि के हो तेरो? अनि स्कुल सिस्कुल जानु पर्दैन त? किन? यो त मलाई त अब ठुलो भइसक्यो, 10 सकिसक्यो यसको मुना। हो कालुवा पनि हाम्रो घरमा एडाप्ट भइसकेको छ। के छ कालुवा? यता आउन। कटिङ त नाइस लाग्छ क्या। कस्तो कटिङ हानेर आयो यो यार। हेर्नु न भान्जाको कटिङ हानेको न। हाम्रो चाहिँ माथि ग्यास सक्यो अनि यहाँ तल ल्याएर बनाएको। अब यहाँ उम्लिन ल्याइसक्यो अनि अलिकति चलाइदिउँ। माथि त कस्तो ग्यास सकिरहेको, यत्रो बलिरहेको। अनि म त के भन्छ सानो पारिसक्यो भने त होइन रहेछ। फाइनली हाम्रो चिया पनि आइसकेको छ। अब चाहिँ खाँदैछु। अब चिया चाहिँ खाएर एक्वेरियमहरू सफा गर्नु पनि हुन्छ। केटाहरू रेडी भएर बसिरहेको छ माथि। त्यही हो, चिया चाहिँ मैले मात्रै खाएको। केटाहरू नदिने हो। किन दिने तिमीलाई किन दिने गाइज? यिनीहरूलाई किन दिने यार? दिदिनँ म यार। आफू खान्छु अनि त्यसो टक्क केटाहरूलाई काम बगाउने हो माथि। म पनि गर्छु काम त। त्यो पानी सानी निकाल्नु पनि हुन्छ। एक्वेरियम ठुलो छ नि त। ठुलो मतलब यस्तो त्यो ठुलो पनि होइन कि, तर डल्लो खालको चाहिँ छ कि अलि हेभी भनौँ न, हेभी छ। अनि त्यही हो, केटाहरू अब चाहिन्छ नि। साथीभाइहरू भन्ने चिज जिन्दगीभर चाहिन्छ केटा हो। हामी सानो सर्कलबाट सबै कुरा ठुलो ठुलो हुँदै जान्छ होइन। त्यही हो। अनि सानो सर्कलमै राम्रो भयो भने अनि अरू मान्छेहरूलाई पनि मनपर्छ नि त। अनि त्यही भएर अब चाहिँ हामी हान्नुपर्ने हुन्छ चिया है त। हाम्रो एक्वेरियम चाहिँ यस्तो परिरहेको छ। अब यसलाई यस्तो क्लिन हुन्छ नि अहिले एकछिनमा। हेर्दै जानु होला लास्टसम्म। हाम्रो साथीले यहाँ पानी निकाल्दैछ अनि माछा देखाएन नि। माछा 2टा मात्रै छ। 3टा छ कालो। त्यही हो, पानी निकाल्दैछ। अनि माछा निकाल्नु नसकेर गाइसहरू यार। यो मात्रै छ नि त भाडा। अनि त्यही भएर तनाव अब थोरै पानी भएपछि निकाल्न सजिलो हो। सो गाइस म चाहिँ त्यो अब पुस्ने खोज्न आएको है। त्यो पुस्ने चाहिन्छ नि त। अनि त्यही भने पाइप पनि सक्यो मैले फेरि यहाँ। अब यसले नै सफा गर्ने। अरू जालीहरू यताउता युज गर्नु हुँदैन। अनि त्यही भएर यो गर्ने हो। अनि यसले नै डाङ्की हान्नु पनि हुन्छ। के भयो त्यो माछा? मऱ्यो क्या हो? ए बाँचे मऱ्यो हेर त। त्यो सुट्यो भने यो मरिगयो। मरिसकेको छ यार। भ्याएको जान्दैछ कहाँ भएको होइन त्यो उठ्यो मऱ्यो नि। हो कहाँ मर्छ भाग्यो ऊ देखा त भ्याएको त होइन यो। होइन भने ए म ढुङ्गा रहेछ यार। हाम्रो आमा चाहिँ यहाँ सुतेर मस्तसँग मोबाइल हेरिराख्नु भएको छ। के छ आमा? ठिकै छ बाबु, ठिकै छ। त्यो सन्चो हुनु नहल्का फुल्का। त्यो यस्तो ल हेर्नु गाई चाहिँ यस्तो छ कि अबि यता साइडमा नि होला। कस्तो गनाएको यार यो। गाइसहरू यहाँ हिरा भेटिसकेको छ है। हिरा 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 मऱ्यो। सो गाई चाहिँ मरिसक्यो एउटा माछा चाहिँ तर्पिरहेको छ। अनि हेर्नु जाँदै जाँदैन के भयो भर्खर अनि त्यही हो। बोर स्याड भजन भयो। स्याड ब्लग भयो यार। बिल्लागे ल एउटा माछा चाहिँ मरिसकेको छ। माछा मरेन आमा एउटा माछा मऱ्यो भने क्या मारे होइन आफै यसो पुरै सुतिरहेको भने मरिसक्यो क्या। अघि नै मऱ्यो भने अघि नै मऱ्यो कि त्यो आफै मरिरहेको क्या। हाल्नुपर्छ यार। साबुन पानीले तातो पानीले लेउहरू एकदम
स्टोर चाहिँ भगवान्लाई गुच्चान्छ भने यार खोइ हजार अहिले खाइदियो यसले हो तुझे त ढुङ्गा चाहिँ कुन यो रेनकोटवाला ल पानी पर्दा नि त्यो भिज्दैन क्या आज एउटा माछा मर्या खाइदिउँ है त्यही पोलेर है होइन त्यही पोलेर आगोले गर्दा माछा हाम्रो क्यामेराम्यान चाहिँ अब यहाँ आगो बाल्नु जान्छ अनि त्यही हो अब पोलेर खाइन्छ एउटा माछा चाहिँ कसरी निकाल्ने थोरै पानी तेरो तानेर गाह्रो भइरहेको छ हेर्न त्यो तानी लिएर आयो हो दुईजनाको मेहनत मेहनत लागेका भाइ मेहनत लागेका सरसफाइ कार्यक्रम हुँदैछ नेपाली हो यो पानी उनीहरूले खानको लागि च्यालेन्ज लिएको छ अहिले माया चाहिँ खाएन भने माया चाहिँ गाउनु भएको अनि फेरि गन गर्ने पहिला 1000 रुपियाँ गरेर राख्नु मात्र गङ्गु छेत्री अन्त दुईटा गर्ने एउटै हो नि इभन आइज नुहाउने नुहाउनु आइज इभन खाएको पानी खाने रहे त हारेले नखाने रहे त साइड त्यही हो गाइस अब हाम्रो कति भनौँ 60% जति हाम्रो कम्प्लिट भइसक्यो सफा गरेर अब 40% बाँकी छ अनि त्यही हो गनगने यहाँ छ गङ्गु छेत्री कालो छ यहाँ यहाँ अब नुनले सफा हुँदैछ करेन्ट लाग्यो भित्र गएर हात तर भन्नु भएन उयो त खोसिन्छ पानी हालेर गाइस हाम्रो चाहिँ यहाँ भइरहेको छ सरसफाइ डेन्जर गनाउने रहेछ क्या माछा त है एउटा बत्ती ल्याउनु आफ्नो एउटा माछा ल्याउनु अब त उत्यो गर्नुपर्छ क्या यति घुम्नु छ परेर सऱ्यो भने दामी बनाउनु पऱ्यो परिवारलाई पनि दामी उत्यो गर्नुपर्ने एउटा माछा पालेर तातो लिएर आउनु भन्ने सुपरम्यान हुनुहुन्छ एउटा ओ सुपरम्यान यस म्यान के सुपरम्यानले त खजानै लिएर आउनु भएछ त यार अम्बा बाप रे बाप हिरा बोकेर आउनु भएको छ त हजुर त चिल्लै चिल्लो यार हिरावन एकचोटि चाटो न यार स्वाद आउँछ चाटे पनि हो क्या हो द बिग साउट आउट हाम्रो गगन भाइ अनि नुन हालेर यस्तो दामी खानु पनि हुन्छ Let's go! Let's go! Let's go! Let's go! फुट्यो फुट्यो थन्काएर I'm not like you, Boca, okay? I'm very, very, very sober. Bro, Not like me. fuck up, bro. Like a fucker. ब्लग बनिरहेको छ अलि जवान सम्हालेर बोल्नु है बाबु फेरि जान्छ कि जाँदैन फुल ब्लगमा फेरि Guys, यहाँ छिराइरहेको छु Guys. अब रुन पानी पनि आइसक्यो Full vlog, bro, full vlog. You know, this is my sister-in-law. यत्रो सबभन्दा ठुलो र म होला बहिनी देख्छ हेर्न को देख्छ होला काली न काली भाँसिनी राइस यो चाहिँ अब मेरो अब भनौँ न त्यस्तै दिएको हो क्या थाल्दा थियो बारीमा धन्न यसले ल्याएर टिपेर कसम बस्न आएर बेला सम्झिने ब्रान्डेड गर्छु त्यस्तोलाई गर्छ
र हाम्रो फिल्टर सफा हुँदैछ कार्यक्रम कस्तो मजा आउँछ त यसको गर्दा त्यही हो फिल्टर चाहिँ चल्छ कि चल्दैन भन्ने कुरा हो अनि त्यही हो अब यतिको लागि त गर्नै पर्यो मिहिनेत तर अब मिहिनेत चाहिन्छ केही गर्नुलाई पनि मिहिनेत चाहिन्छ धेरै चाहिन्छ छिर्दै छिर्दैन पर्यो ल के भयो कहाँ लेख्यो Hello guys, welcome back to a new channel. मुसा दाइको युट्युबमा च्यानल आउँदैछ होला सबजनाले 50 लाख सब्स्क्राइबर पुर्याउनु होला। हाम्रो अब यहाँ माछा पनि पसिसकेको छ फुल सेटअप भइसकेको छ अहिले एकछिनमा चाहिँ हामी माछा ल्याएर यहाँ थप्नुपर्ने हुन्छ लास्टमा देखिरहेको छ अब चाहिँ मिठो देखेँ त्यो माछा दुईवटा तिनवटा थियो अघि एउटा मरिहाल्यो अब दुईवटा बाइक छ एउटा यो दुईजनाको सँगै रहेछ त्यही हो गाइस अब चाहिँ हाम्रो सकिसकेको छ सरसफाइ कार्यक्रम अब भने हामी भात खान्छौँ तिनजना केटाहरू अनि आमाटीहरू खाँदै हुनुहुन्छ त्यही हो भात खाने मजाले अनि त्यसपछि 1 पनि बजिसक्यो क्या गाइस अनि अब मजाले भात खानु पऱ्यो नि त अनि एक थाल भात खाने हो मजाले अनि अर्को भ्लग बनाउने हो अनि त्यही हो अनि बिहान द सिन्सहरू पनि आउँछ पछि अब आज त बनाउँदिनँ होला म त्यो मिनी भ्लग जे होस् अब बनाउँदाखेरि आउँछ बिहान द सिन्सहरू सबै अनि त्यही हो हामी अब खान्छौँ है त खाना भात पस्किरहेको छ हाम्रो चाहिँ यहाँ कसले भन्दा हाम्रो एखे काली यता हेर काली काली हेर्न हेर काली ए काली काली अनि त्यही हो आमाले ढेँडो खाएको अब हामी यहाँ खाना हान्नु पनि हुन्छ तिनजना दाजुभाइलाई अनि त्यही हो तरकारी त्यही दामी छ है फेरि मासु यहाँ सिमीको दाल आलु मुन्टा होइन दामी देखिरहेको छ है त भात खाएर आइ पनि सकेँ अनि केटाहरू चाहिँ माथि बसिरहेको छ म चाहिँ अनि आफ्नो रुममा आएको त्यही हो अल्छी लाग्छ क्या भात खाने बित्तिकै अल्छी लाग्छ केटा हो अनि त्यही हल्का फुल्का एडिट हाने भिडियो अनि कस्तो छ यताउता के कमी छ अनि त्यही हेरेर थिएँ अनि बेलुका यो भ्लग चाहिँ बेलुका आउँछ आज म 6:45 तिर कि त 26-25 त्यस्तैतिर आउँछ होइन जे पनि म तपाईँहरूलाई नोटिफिकेसन पठाइहाल्छु नै होइन सबैजनाले भिडियो हेर्नु पऱ्यो त्यही हो कस्तो के कमी भएको छ अनि आजदेखि त हामी डेली भ्लग ल्याउँछौँ त्यही हो सबैजनाले माया गर्नु होला अब यस्तो भोलिदेखि चाहिँ भोलि बेलुका आउँदैन एकचोटि पर्सि बिहान चाहिँ आउँछ है बिहानदेखि बिहान गर्दै राख्नुपर्ने हुन्छ भिडियोहरू चाहिँ किन भन्दाखेरि अब हामीले दिउँसोभरि खिच्छ नि त क्लिपहरू खिच्यो यताउता गऱ्यो अनि त्यसपछि बेलुका अब एडिट गरेर हाल्न भ्याउँदैन क्या एडिट गरेर हाल्न भ्याउँदै असम्भव कुरा हो समय यताउता टाइटल के राख्ने यता सोच्नुपर्ने हुन्छ त्यही भएर एकैचोटि भोलि बिहान 7 बजे आउँछ अनि त्यही हो अल्छी लागेर चाहिँ अब यसो कौसीमा गएर एकछिन त्यहाँ कुखुराहरूसँग गफ गर्दै बस्नु पऱ्यो अनि त्यो हेर्नु होला है त के हो आगो लागि भयो क्या जङ्गलतिर पुरै धुवा छ त यार अबि अन्डा झरिरहेको रहेछ यार चुकिहाल्यो नि अन्डा सेट अन्डा पारेर छ चुकिहाल्यो नि यार कुखुरा हो यहाँ भएको सबमा कुखुरा छ नाइस भ्यू है हेर्नु हामी कहाँ बबाल ठाउँमा छौँ है यो चाहिँ 1 पिस ठाउँ हो क्या 1 पिस ठाउँ भन्छ क्या यसलाई त जसले पनि किन भन्दाखेरि यहाँ माथि डाँडा भयो अनि यो सब भ्यू देखिन्छ होइन आफ्नो त फेरि यहीँ माथि कौसीबाट देख्छ यसो डाँडातिर जान मलाई पनि त्यति गइन्छ कहिलेकाहीँ यसो माइन्ड फ्रेस गर्नलाई त्यही हो नाइसवाला छ अनि अल्छी लागेर यसो माथि डुल्न आएको क्या के छ भनेर यसो तपाईँहरूलाई पनि देखाउँ न तपाईँहरूलाई पनि इन्ट्रोड्युस गराइदिउँ न भनेर अब डेली भ्लग हाल्नुपर्छ डेली भ्लगमा अब तपाईँले सबै देख्नु भइहाल्छ क्या अरे हाम्रो बेस्ट उखु पनि छ यहाँ अनि यहाँ पनि कुखुरै छ क्या फेरि यहाँ छ अनि यहाँ चाहिँ अरू यतापट्टिको आन्टीको घर हो आन्टीको घर नाइस छ पुरै हरियाली छ क्या जे होस् कौसीमा हरियाली छ क्या यस्तो भएको राम्रो पनि हो अक्सिजन पनि अब घरमा मिठो आइरहेको छ नि त हरियालीले त ल्याउने हो नि अक्सिजन भन्ने चिज त्यही अहिले पनि बवाल हावा लगाइरहेको छ अनि भ्यू चाहिँ नाइस देखिरहेको छ है म टक्क यहाँ बेलुका आउने हो चट्ट आनन्दले बस्ने हो टक्क भ्यूहरू हेर्ने हो त्यही हो मेरो कामै त्यही हो है त्यो बाहेक अब कामै छैन क्या मेरो त त्यही हो अब चाहिँ हामीले अब यो भिडियो इन्डिङ गर्नुपर्ने हुन्छ 10 मिनटभन्दा माथिको भइसक्यो नि त अब धेरै त राख्दिनँ म अनि भोलिदेखि चाहिँ मेरो अब च्यालेन्जवाला भिडियो अनि त्यसपछि टक्क त्यस्तै खालको आउँछ अनि त्यही हो भोलिदेखि चाहिँ नाइस भिडियो आउँछ है त त्यो आगो लाग्यो भने त होइन रहेछ बाली पो आएको छ क्या एपिएफहरूको त्यो हो क्या अड्डा हो क्या त्यो सब यो हुन्छ नि जङ्गल यहाँ देखिराख्नु भएको छ नि यो सबै सब जङ्गल छ नि सब एपिएफले कब्जा गरे नभए त यहाँ पनि धोस्दै हुन्थ्यो जस हरियाली देख्न पाइरहेको छ खुसी लाग्छ यार नभए यो पनि देख्न नपाउने हो क्या कसम से केटा हो यो पनि देख्न नपाउने हो क्या जस हरियाली साइडमा छ अनि रमाइलो लाग्छ जस आनन्द चिल छ क्या चिल छ यार
जे होस् चिल छ क्या लाइफ भने चिल हो केटा हो अनि जहिले चिल गर्नुपर्छ जे छ त्यसमै खुसी हुने हो अनि चिन्तै छैन नि केको मेहनत गर्नुपर्छ मेहनत त चाहिन्छ लाइफमा मेहनत चाहिन्छ हार्डवर्क चाहिन्छ सबै चाहिन्छ अनि त्यही हो मजाले अब आनन्दले बसिन्छ अनि फुलहरू पनि वाल छ हेर्नु न कति छ क्या अझ मुनि त्यो के अरे काकाको रुममा गयो भने त पुरै त्यो हुन्छ नि बारदली भरि नै छ क्या त्यो पनि देखाउँछु म भोलि अनि भोलि त मेरो च्यालेन्जिङवाला भिडियो आउँछ होला यो चाहिँ 90 दिनको फर्स्ट भिडियो हो नि त त्यही भएर बल आउँछ लङ भिडियो फेरि सर्ट्स होइन न लङ सर्ट्स त इजी छ क्या सर्ट्स हाल्न काम छैन सर्ट्स हालेर काम छैन केटा हो त्यो अब अलिकति अडियन्स बनाउने भन्ने मात्रै हो अनि त्यही हो लङ भिडियो हाल्नुपर्छ लङ फर्मबाट चिनेको मान्छेहरूले नाइस हो क्या अनि त्यही भएर अब भ्लगर बनेपछि त म चाहिँ भ्लग त गर्नु पऱ्यो केटा हो नाइस अनि त्यही हो भ्लग चाहिँ बवाल गरिन्छ आजको लागि यति नै भन्न चाहन्छु भिडियो अनि नयाँ हुन्छ भने सब्सक्राइब गरौँ लाइक गरौँ सेयर गरौँ अनि कस्तो भिडियोमा के कमी छ सब कमेन्ट हान्नु होला भन्न चाहन्छु अनि के मैले सुधार्नुपर्छ कस्तो भिडियो खालको कस्तो भिडियो लिएर आउने त्यो पनि भनिदिनु होला भन्न चाहन्छु अनि त्यही हो थ्याङ्क यू सो मच एभ्रीवान फर द वाचिङ अनि बाई बाई है त